हेलो नमस्ते वेलकम टु माई युट्युब च्यानल। मेरो युट्युब च्यानलमा हजुर सबैलाई स्वागत छ। अनि आज म चाहिँ बजार हिँड्न लागेको। अनि आज के बार हो? आज चाहिँ मङ्गलबार। आज मङ्गलबार बजार लाग्छ। हप्तामा 2 चोटि बजार लाग्छ। आज चाहिँ म तामा लिन जान्छु बजारमा। चाहिँ पाउँछ कि पाउँदैन, अस्ति नै चाहिँ पाइएको थिएन। के गरेको त्यस्तो? अहिले चाहिँ पाउँछ कि पाउँदैन हेरौँ है त। बर्खा लाग्यो नि त है साथीहरू। अनि हाम्रो चाहिँ यस्तो जङ्गल छ क्या यहाँ। आज काट्यो 2-3 दिनमै आइहाल्छ। अनि यहाँ चाहिँ मैले झार मर्ने दबाई हालिदिएको, यसमा चाहिँ त्यति राम्रो भएन छ। अनि दबाई हालेको फेरि पानी परिहाल्यो, बाहिर पनि हालेको, पाटे बढेछ क्या झन् थाहै भएन। हाम्रो चाहिँ बाटो यस्तो छ है त साथीहरू, कहिले बन्ने थाहा छैन। यहाँ चाहिँ एकदम विचार पुऱ्याएर होस पुऱ्याएर हिँड्नुपर्छ। एकदम ढिलो पनि हिँड्न भएन। यहाँ चाहिँ ठुल्ठुलो गाडीहरू आयो भने पिच्दै पारेर जान्छ हिलोले। अनि चाँडो हिँड्नुपर्छ। अनि यस्तो बाटोमा भिडियो गरिराख्नु नि भएन नि त है साथीहरू। अनि म चाहिँ खुरुखुरु हिँडियो। अनि चाहिँ आज चाहिँ मौसम घाम पानी जस्तै भएछ आज। म चाहिँ बजार पनि आइपुगेँ। यो चाहिँ हाम्रो चाहिँ यो अगाडि जाने बाटो हो। चाहिँ बाटो उता बाटो पनि छ। अनि अहिले चाहिँ म चाँडै आएको कि चाँडै आयो भने चाहिँ त्यति खासै मान्छे भिड हुँदैन। त्यही भएर म सधैँ चाँडै नै आउँछु। अनि बेलुकातिर त एकदम ठेलाकै हुन्छ नि त मान्छेहरू। त्यही भएर म चाँडै आएको। चप्पल आयो 250 350 होलसेल चप्पल आयो 250 350 म चाहिँ बजार गरेर नै घर आइपुगेँ है त साथीहरू। अनि अब चाहिँ हामी बेलुकाको खाना चाहिँ हामी मकै नै खाने आज। मकै पोलेर अनि यता चाहिँ बेलाउती सबै काटिदियो कि सबै किरा लाग्छ नि त, त्यही भएर काटिदिएँ। यता चाहिँ मेरो छोरी मकै खोल्साउँदैछ। सानोमा अब काम गर्न खोज्छ कि ठुलो भएपछि कस्तो हुन्छ थाहा होइन। अनि मकै खोल्साउँदै सानो हातले। अनि चाहिँ हाम्रो मकै पनि रेडी भयो। ल है त साथीहरू, आजलाई चाहिँ यति नै। अब चाहिँ मकै खानुपर्छ। अहिले सेलाउँछ, सेलायो भने फेरि खान सक्दैन, साह्रो हुन्छ है। अनि यति नै आजलाई। ल है त साथीहरू, बाई बाई।